यतातिर चाहिँ घामहरू छिट्टो आउँछ, कोदोहरू यस्तरी पाकेको छ, मजाले पाकेको छ है। घरै घर छ सबैतिर, गाउँहरू पनि बाक्लो छ यतातिर। अलिक दिन चाहिँ ढुमेको जस्तोहरू छ। ठाउँहरू चाहिँ जस राम्रै छ। अस्तिको पानीहरूले चाहिँ त्यति साह्रो बिगारेको छैन, सबै ठिकै छ। बरेलाहरू फलेको छ, सब्जी खानु चाहिँ जस मिठो हुन्छ, राम्रो पनि हुन्छ सब्जीहरू। बरेलाहरू पनि, बरेला चाहिँ ठ्याक्कै यस्तो फलेको छ क्या। बरेला चाहिँ हाम्रोतिर यस्तो फल्छ। अमिसहरू अब कुचो फुल्नु लागेको छ, अमिसहरू टन्नै छ। उत्तिस खाली रहेछ। यता पारी पनि पुरा बाक्लो छ। यता उता चाहिँ सिधै झापा पर्छ, अनि यता चाहिँ इलाम पर्छ। यता पारी चाहिँ पशुपतिहरू, फिक्कलहरू, कन्यामहरू पर्छ। ठाउँहरू चाहिँ राम्रै छ। यता सिरिथुम्काहरू, पञ्चमीहरू पर्छ। अनि यही बाटो चाहिँ हाम्रो छुटो झापा जानुको लागि चाहिँ सब सजिलो ठाउँ छ, सुविधाहरू पनि छ। हिमालको जुन चाहिँ आकाशको यस्तो छ, अलिकति खुल्ला छ, अलिक दिन चाहिँ ढुङ्गेको जस्तो छ। आकाशहरू चाहिँ खुल्लै छ, ठाउँहरू चाहिँ राम्रै छ। यो सबै बत्तीहरू गाउँघरमा सबैतिर पुगेको छ। हाम्रो घर चाहिँ यस्तो छ, यस राम्रो छ। गिटीहरू छ, गाईबस्तुहरू पालेको छ। गिटी कुटिन्छ, खाइन्छ, बसिन्छ, काम गरिन्छ। त्यही गाउँघरको चाहिँ फसीहरू फलेको छ, सबै राम्रै छ।